उम्, यार काम धेरै बढ्यो। 5 जना जति स्टाफ थप्नुपर्छ जस्तो। 5 जना स्टाफ के कामको लागि? अर्डर म्यानेज गर्न, इन्भेन्टरी हेर्न, रिपोर्ट बनाउन पनि चाहियो र कस्टमरलाई फलोअप गर्न पनि त मान्छे चाहियो। अनि त्यो सबै काम सफ्टवेयरले गर्न सक्छ भने? सफ्टवेयर एक्सेलको कुरा गरेको? होइन क्या, कस्टम सफ्टवेयर तपाईँको बिजनेसको लागि स्पेसिफिकली बनेको। कस्टम सफ्टवेयरले के गर्छ र? यसले चाहिँ कस्टमर अर्डर अटोमेटिक ट्र्याक गर्छ, इन्भेन्ट्री रियल टाइम अपडेट दिन्छ, रिपोर्ट पनि एक क्लिकमा निस्किन्छ, अनि टिम कोअर्डिनेसन पनि कस्तो स्मुथ बनाइदिन्छ। मतलब अब स्टाफको काम सफ्टवेयरले गर्छ? स्टाफ रिप्लेस होइन, स्टाफलाई अझ सुपर इफिसियन्ट बनाउँछ। ओहो, त्यसो भए त डेली 4 घन्टा बचाउने रहेछ। त्यही त, बिजनेस ग्रो भएपछि प्रोसेस पनि ग्रो हुनु पर्यो नि। अनि यस्तो सफ्टवेयर चाहिँ कसले बनाइदिन्छ? नेक्टर डिजिटले बिजनेसको रिक्वायरमेन्ट बुझेर कस्टम सफ्टवेयर डेभलप गर्छ, कन्सेप्टदेखि डिप्लोइमेन्टसम्म। हो र? अब त स्टाफ थप्नुभन्दा अगाडि सफ्टवेयरको मिटिङ गर्नुपर्छ जस्तो छ।